This vlog will probably get 5 views हैन तर पनि एनीवेज here I start यस्तो मिठो सनसेट हुँदै गरेको देखिरहेको छ यहाँ मौसम पनि चिसो छ म चाहिँ यतिकै अब छुट्टी थियो छुट्टिसक्यो अब आजको दिन सक्यो छुट्टी भोलि बाँकी छ मेरो वाइफलाई लिनको लागि जाँदै उसको काम सकिन्छ 1 घण्टापछि अनि वाकिङ सो इभिनिङ वाक भनौँ कि वाइफलाई लिन गएको कि भनौँ जेसुकै भनौँ व्हाटएभर दिस इज हैन इट इज व्हाट इट इज बास्केटबल कोर्ट छ यो चाहिँ फिलिपिनको घर होला सायद घाम यस्तो मिठो देखिरहेको छ अझै अगाडिबाट लाम देखिन्छ होला हौ यहाँबाट चाहिँ सो नाइस ब्युटिफुल प्लेस है एकदमै निट एन्ड क्लिन चिटिक्क परेको घामेर यस्तो मिठो घाम देखिरहेको छ सी सो ब्युटिफुल सो एलिगेन्ट जस्ट लुकिङ लाइक अ वाउ भने जस्तो देखिरहेको छ यहाँ घाम चाहिँ यो भ्लग चाहिँ 1 घण्टाको हुनेवाला छ किनकि 1 घण्टै छ नि त म पुग्नको लागि उसको ठाउँमा वाकिङ गरेर सो दिस आर माई बुर्स दिस इज मी सो हियर आई वक त लोन्ली रोड भने जस्तै हो यहाँ कुकुर मान्छे आउँदैछ यतातिर अरूको भिडियो चाहिँ खिच्न अलि अप्ठ्यारो लाग्छ नयाँ ब्लगर भएर हो क्या 4 जना तल बसिरहेको रहेछन् मान्छे निस्कियो म चाहिँ यहाँबाट बगाउँदै हिँडिरहेको छु झुट बाटो क्रस गर्नु पऱ्यो घाम हेर्नु पऱ्यो यहाँ घाम यस्तो दामी घाम देखेको छ मौसम पनि चिसो छ हात दुख्ने भयो यार 1 घण्टासम्म यसरी होल्ड गर्दा भ्लग नबनाऊँ भनेको तर यो के अरे स्प्रिङ सिजनले गर्दाखेरि बाटोमा यस्तो राम्रो भ्यू छ के अनि काटी बनाउँदाखेरि बरु एडिट गर्नुपर्छ बरु यतिकै बनाइदियो युट्युबमा अपलोड गरेँ हेर्ने त कसरी नहेर्ने थाहा छ बुढो भएपछि सायद आफैले हेर्ने होला अथवा आफ्नो बच्चाहरूलाई देखाउनु त होला नि यो हेर न यस्तो दामी चाहिँ मिठो घर मिठो प्लान्ट मिठो घाम एभ्रिथिङ मिठो साह्रै मिठो अचम्मै मिठो गाडी मिठो छ चरा कराउँदैछ कुन कुनामा बसेर हो अलि यो भर्खर चराले अन्डा कोर्लेर बच्चा बनाएर अनि ठ्याक्क अब के अरे स्नुक पनि सुरु भयो अनि त्यही भएर यिनीहरूको एभ्रिथिङ इज न्यू भने जस्तो के यो हैन सबैको लाइफ न्यू हुन्छ भने जस्तो यहाँ नि राम्रो प्लान्ट छ यहाँ बादवे यो भिडियो बन्द गरेको चाहिँ के अरे DJI Pro 5 बाट यस्तो दामी स्टेबल चाहिँ जस्तो मुभ गरे पनि खतरा स्टेबल छ इट वाज गिफ्ट फ्रम माई वाइफ हैन अस्ति भ्यालेन्टाइन डेको दिनमा भ्लगमा आउँछ भनेर दिएको थियो मलाई म भ्लगमा आउनु त त्यस्तै हो कहिले काहीँ यस्तो टाइम पास मनको इन्ट्रेस्ट चाहना पुरा गर्नको लागि बनास्दै हो अरू किन होइन यति हिँड्नेमा थाक्न लागिसक्यो यार हिँड्नलाई बाँकी छ धेरै बाँकी छ यहाँ उड पिकर छ है कता हो कटार गर्दैछ चरा पनि छ ऱ्याबेन पनि छ त्यहाँ जो कुरा साँचो हो मनभरि तिम्रो खाँचो गर्के खुकुरी अब इन्टरसेक्सन आउँदैछ यहाँबाट क्रस गरेपछि वाकिङ फेरि कति हिँड्ने यो चाहिँ स्प्रिङमा आएर पनि यहाँको प्लान्टहरू झरेर सुक्न लागिसक्यो
यहाँको प्लान्टहरू पनि कोही कम्ती कोही बेसी हुन्छ फुल्ने। घाम हेर न, घाम घाम। वाउ, सनसेट त नि बब्बल देखिन्छ त नि अब नि। ए यो चाहिँ मेन हाइवे होइन, थिच्नुपर्छ अनि बाटो खुल्छ। माथि गाडी आउँदैछ, तलबाट आउँदैछ। शान्त छ, गाडी बाइक मान्छे हिँड्दैनन् हतपत्त। सबजना ट्राभललाई पहेँलो कति बेला अब गाडी खोल्छ, गाडी खोल्छ यहाँ जाने हो। खोल्यो कतै खोलिसकेन। म चाहिँ अब हिँड्दा हिँड्दै बाटोमा त्यस्तै अब गीतहरू पनि फ्याट्टा फ्याट्टा फुरिहाल्छ। फुर्दिन भने पनि। नाइस फ्लावर्स हियर अल्सो, एभ्रिथिङ नाइस के यो सिजनमा चाहिँ। त्यही माथि 3-4 दिन पानी परेर अहिले ठ्याक्क घाम लाग्यो, आज पानी परेन। सो एभ्रिथिङ लुक्स भेरी फ्रेस, भेरी नाइस, भेरी ब्युटिफुल, स्टनिङ भने जस्तो। टाइम कति भयो अहिले? 7:02 गएछ। ए नेपालमा 7 बजे त अँध्यारो हुन्थ्यो, यहाँ चाहिँ अब 9 बजीसम्म उज्यालो हुन्छ अब। घरहरू कस्तो दामी छ यार। आफूले किन्ने कहिले हो? बुढीले 10 लाख भ्युज पायो भन्दा किनिला। 10 लाखले नि के आउँथ्यो होला र? पेपर वर्क गर्न पनि पैसा पुग्न होला 10 लाख भ्युज आयो पनि। एनिवेज 10 भ्युज त आउँछ कि आउँदैन, 10 लाख सम्झिने पानी छम्किने। अझ एउटा लामो भिडियो बनाउनु पऱ्यो भनेर कति भयो होइन, कहिले पनि बनाएन त्यस्तो लामो भिडियो। एटलिस्ट 20 मिनट जस्तो भिडियो बनाउनु पऱ्यो भनेर सोचेको हो। हात थाक्दो रहेछ यार। कति भयो? 7-8 मिनट भयो, यति नै हात थाकिरहेछ। ठिकै छ, केही छैन। दुःख गरेर बनाऊँ, पछि कुनै बेला सम्झनाको स्वरूप होइन, सम्झना स्वरूप काम लाग्छ नि त। भिडियो हेर्दाखेरि हो यस्तो थियो है, यस्तो गरेको थियो भने जस्तो हुन्छ। त्यही भएर एक्लै बोला जस्तो बोलिएको छ, हिँड्ने छ, तर केही छैन। मेमोरिज, ब्रिङ ब्याक मेमोरिज। अनि भर्खर फुल फुल्दैछ यहाँ पनि एउटा। एकजना मान्छे आउँदैछ अगाडिबाट, ठिकै छ, कामबाट होला। म फेरि हातमा क्यामेरा यसरी लिएर यार हातले होल्ड गरेर हिँड्दा यस्तो अप्ठ्यारो लाग्छ। अप्सनै छैन, के गर्नु? मान्छेले खतरा फ्लावर सम्झिन्छ होला नि। आफूहरू तोरी ब्लगको नाममा भी पनि थाहा छैन आफूलाई। के को ब्लग? ब्लग भनेको भिडियो, ब्लग भनेको थाहा छैन। बिहालोजी जे भयो नि अब त्यस्तै। अब प्रोनाउन्सिएसन आउनु पऱ्यो, त्यति भए त भइहाल्यो नि। उच्चारण। वाउ, नेपालीमा त खत्रै हो नि। बिहान मिठो फुलहरू फुल्दैछ। अहिले चाहिँ अब स्कुल लिएर आइपुग्नु लाग्यो। अझै स्कुलको प्लेग्राउन्ड छ माथि। अनि यो फुलहरू चाहिँ अझै फुल्ने बाँकी छ। यिनीहरू चाहिँ रुखहरू चाहिँ फुल होइन, रुखहरू। स्प्रिङ सिजन लागिरहेछ, लाग्दैछ। यहाँ चाहिँ अझै बिस्तारै के भन्छ, पालुवाहरू भन्छ, के अरे पालुवाहरू पलाउँदैछ। राम्रो देखिन्छ। यो मान्छे माथि कुकुरलाई वक गराउँदैछ माथि। बाटोमा कोही भेटेको थिएन। नेपालमा भएको भए
मान्छेहरू यतिखेर हिँडेर हुन्थ्यो होला, वक गरेर आउने हुने, डेटिङ गएर आउने, रनिङ पनि गर्छन् नेपालमा बेलुका बेलुका भएपछि, बिहान बेलुका भएपछि। राम्रो छ त्यो जोस् नेपालमा पनि, सबै कुराहरू भएर हुन्थ्यो होला। यहाँ अब बाटो हिँड्दै जान्छु म, अब त्यस्तै तर जीवन छोटिँदैछ भने जस्तै। कोही पनि छैन। काग होइन, ऱ्याबेन हुन्छ, ऱ्याबेन। काग ठुलो सानो हुन्छ, ऱ्याबेन। स्कुल लिएर आइपुग्यो। अब म चाहिँ बच्चाहरू खेल्दैछन् माथि। बरु टिभी हेर्नु पऱ्यो कस्तो आउँदो रहेछ यो भ्लग क्वालिटी, देन इट विल डिटरमाइन भ्लगिङ कतिको गर्ने भनेर। 10 भ्युज त अब आफैले हेरेर पुऱ्याइन्छ होला, त्योभन्दा बढी त आइएम नट इभन एक्सपेक्टिङ होइन, मैले कुनै आशा गरेको छैन। यानि फुलै फुलको थुङ्गा कस्तो राम्रो दुःख यो। मान्छेहरू कुकुर लिएर आउँदैछन् उताबाट। अनि यहाँको मान्छेहरू त्यही हो, वाकमा कुकुरलाई लियो हिँड्यो। आफ्नो त बिरालो छ, उनीहरूलाई वाकै लाग्नु पर्दैन, बाइजेन्ट डराउँछन्, त्यही भएर ठिकै छ। कुकुरभन्दा बिरालो भएको पनि राम्रै हो एक हिसाबले। कति मिनट भएछ, 12 मिनट पुग्नु लागेको छ। उनीहरूको भिड त के भइदिनु, साइड साइडमा के दिनु पऱ्यो। कुकुर राम्रो कुकुर छ है। हेर न आकाश कस्तो दामी देखेको छ आकाश। यहाँ चाहिँ स्कुल बच्चाहरू खेल्दैछन्, बच्चाहरू स्कुलमा साइक्लिङ गर्दैछन्। मोस्ट अफ देम चाहिँ गाडीहरू आफ्नै सुरमा हिँडिरहेको छ, म आफ्नै सुरमा हिँडिरहेको छु, बच्चाहरू आफ्नै सुरमा हिँडिरहेको छन्, चराहरू आफ्नै सुरमा हिँडिरहेको छ, घाम आफ्नै सुरमा डुबिरहेको छ। सबैको आफ्नै सुर छ, सबैको आफ्नो संसार हो, आफ्नै सुरमा दगुरहेको छ। नभएर एकजना केटी भिडियो बनाउँदै होला सायद, टिकटक भिडियो नाच्दैछ नि, त्यो भएर। चराको साउन्डहरू चाहिँ कति सानसानो बच्चाहरू क्या, पुरा भर्खर अन्डाबाट निस्केर हुर्केको होला नि। हावा पनि फ्रेस छ, एभ्रिथिङ सो ग्रिन होइन, कि त पुरै नाङ्गा कि त पुरै ग्रिन। सो रिफ्रेसिङ छ क्या भाइब्स चाहिँ। नेपालमा भएको है, माथि बसेर सर चिपुडी खेल्न कति मजा आउँछ होला। यहाँबाट यहाँ प्यान्टै च्यातिनी गरेर, सानोमा त खेले हो, इभन नाउ मजा भन्ने कुरा होइन, के सानो के ठुलो, रमाइलो नि ह्याप्पिनेस भनेको त त्यसरी नि भइहाल्छ नि, एजले थोरै सक्छ त्यसलाई। ल फेरि अर्को सानो इन्टरसेक्सन आइपुग्यो। यहाँबाट फेरि हिँड्दैछु म, एक्लै हिँड्दैछु। एउटा गाडी आइपुग्यो। घरहरू चाहिँ दामी दामी क्या भन्दा नि यार। को हो क्या बाइक गाडी लिएर आउनु रहेछ, बिहा बिहा गर्छ पहाडी। हेर न even nice house. के बोल्ने अब क्यामेरामा बोल्नु पर्ने हो क्या, खास गरी भ्लगर भयो भने त आफ्नो बोली यस्तै छ। अब ठिकै छ, केही छैन, यस्तै भयो भने अब बिस्तारै बिस्तारै सिकिन्छ। इफ इन केस भोलि गएर भ्लगरै बन्ने भयो भने। यहाँ तर एउटा ग्राउन्ड छ, यानि फुल भनौँ कि रुख भनौँ कि अब कलुवा भनौँ कि भटेभर होइन, त्यो छ। यहाँ सानो पानीको पोखरा छ रहेछ। म यहाँबाट क्रस गर्दैछु अब।
गाडीहरू त आएन नि एउटा गाडी आउँदो रहेछ घाम भएर न घाम क्या दामी घाम छ यहाँ बिवेयर अफ coyotes in this area मान्छेहरू अब इभिनिङ वकमा हिँड्दैछन् अब मलाई ए तलपट्टि जानुपर्ने रहेछ यहाँ तलपट्टि त कस्तो राम्रो देखेको रहेछ तलपट्टि त स्प्रिङको रुखको कलरहरू यहाँ चाहिँ भर्खर भर्खरै पल्लोहरू फुल्दैछ ओहो त्यहाँ पारिपट्टि पहेँलो कस्तो दामी देखेको प्योर यल्लो फुल्दैछ मान्छेहरू यहाँ फोटो खिच्दैछन् हावा आउँदैछ त्यो तलपट्टि ग्राउन्ड तलपट्टि कस्तो राम्रो देखेको रहेछ जग्गा नि पछि खिचौँला अब नेक्स्ट टाइम अनि फेरि त्यहाँ गयो भने ठुलो हुन्छ यो तल चाहिँ एरिया चाहिँ मेन पर देखेको छ नि मरिन ड्राइभ एरिया चाहिँ यो मान्छेलाई उछिन्नु पऱ्यो भएन झाडीमा पुरा चराहरू कराइराख्यो स्कुल बसहरू यहाँ तलको क्या मिठो कलर देखेको छ क्या रुखको मिठो मिठो हो भने योगेश भाइले सिकाएको हो मिठो त मिठो भन्दा भन्दा आफै मिठो मिठो भन्दा मान्छे नि मिठा भन्दा बाँकी मात्रै बाँकी छ अब म त हिँड्दा घाम नजिकै पुग्छु कि क्या हो यार घाम त अघि टाढा जस्तो लाग्थ्यो अहिले त हिँड्दा त्यही त हो घाम भने जस्तो भइरहेछ हनुमान जस्तो गएर घामलो गएर कप्प गएर खाइदिउँ क्या घर राम्रो छ पनि हनुमानले घाम मुखमा हाल्दाखेरि त अनि हनुमानजीको पेट त अनि पेटहरू आन्द्रा भुँडीहरू लिभर किडनीहरू त सब सरप्राइज भयो होला अरे एक्कासी कहाँबाट यस्तो उचाल्यो भनेर है ठिस भयो होला किन त यो भने के कस्तो दामी देखेको रहेछ यो घर पनि कस्तो दामी छ सबै राम्रो छ यो ठाउँमा तर के गर्नु मान्छेहरू नि धेरै बोलचालै गर्दैन एभ्रिथिङ लुक्स सो नाइस ब्युटिफुल तर त्यही हो सिटी भने जस्तो अब बोलचाल गर्ने मान्छे भेट्दैन हो कुकुर जर्मन सेपर्ड गरिरहेछ कान्छनबाट पारा क्रस गरिरहेछ यो चाहिँ एबन्डन होइन यो चाहिँ कुन चाहिँ जग्गा हो कसरी एबन्डन भन्नु यत्रो त कति करोडको प्रपर्टी होला यार तर केही पनि छैन भन्नु खोजेको मैले त्यहाँ अगाडि दुईजना हिँड्दैछन् जगिङ गरेर आउनु कि जिम गरेर आउनु के बाटो खोल्दैछ हिँड्नु पऱ्यो यो तल चाहिँ मरिन ड्राइभ पुग्छ म हिँड्दैछु किनकि त्यहाँ हरियो बत्ती एकैदिन मान्छेको 6 सेकेन्ड 5 सेकेन्ड 4 सेकेन्ड 3 2 सरी ब्रो सरी बाटो क्रस गर्नु हुँदै रहेछ अरे तर कहिले काहीँ यस्तै बिचमा पुगिसक्यो के गर्नु त अनि न पछि आउन मिल्छ होइन त्यही भएर बरु सरी भने चलिदियो अगाडि ठुलो बिल्डिङ यहाँ यस्तै यहीँको ठुल्ठुलो बिल्डिङहरूको यस्तै योभन्दा ठुल्ठुलो बिल्डिङ त त्यस्तै हो नि यहाँ चाहिँ एउटा गार्डन के हो बोटानिकल गार्डन कि समथिङ फ्लावर गार्डन के छ हो यहाँ चाहिँ यहाँ सायद यो कम्युनिटीको गार्डन हुन्छ नि हो त्यही हो टेम्पोरेरी कम्युनिटी गार्डन माटो रहेछ यार माटो चाहिएर त घरमा फुलको लागि लगिदिनुपर्छ क्या हो यहाँबाट घाम डुब्न लागिसक्यो यार केही छैन घाम डुब्यो पनि डुब्नु परिहाल्छ होइन आज डुब्छ भोलि उदाउँछ प्रकृतिको नियम संसारको नियम यस्तै हो भने जस्तो त भन्ने आफूले चाहेअनुसार घाम त्यस्तै रहोस् भन्ने हुँदैन पनि परोस् भन्ने हुँदैन जे आउँछ त गएर जान्छ
हैन द्याट्स द रुल अफ नेचर हट इङ्ग्लिस त के हो खतरा हात नि बोला जस्तो एक्लै बोल्यो होइन मान्छेहरू कसरी सक्छन् यार यसरी बोल्दै हिँड्नको लागि आफूलाई यहाँ बल्ल बल्ल एक्लै हुँदा त त्यतिकै अफर लगाइसक्यो झन् भिडमा बोल्नु पऱ्यो भने त कस्तो हुन्छ होला 20 मिनट भएछ भिडियो बनाएको नि केही छैन भन्छु अझै 10 मिनट बनाइदिउँ न हेर न घर पनि सानो तर राम्रो घर क्या अब कम्प्लिमेन्ट भएको 1 करोड भ्यू आयो भने किन्न सकिन्छ कि जग्गा किन्न सकिन्छ कि 1 करोड भ्यू आयो भने 1 करोडमा भ्यू आयो भने जग्गा त कहाँ किन्न सक्नु फेरि यार जग्गाकै 1 करोड पर्छ होला आइहाल्यो नि 1 करोडको छ 1 करोड भ्यूमा 1 करोड छ नापिस भने जस्तो त्यहाँ फुलहरू छ बाटो क्रस गरेर हेर्नुपर्छ फेरि गाडी कहाँबाट आउँछ तानी हुँदैन ऊ आउँदैछ यो चाहिँ एस स्ट्रिट है एएसएस होइन कि एएसएच स्ट्रिट धुलो स्ट्रिट एस्ट्रे एस के भन्छ एसलाई धुलो भनेको त एस त होइन त यार खरानी होइन खरानी ए माछाहरू पनि रहेछ यहाँ थकाइ लाग्नु लाग्यो आया हो दौडी हिँड्दा 20 मिनट हिँडिसकेको छु म त अनि अब 10 मिनट हिँड्नुपर्छ 10 मिनट हिँड्नु पुगिन्छ होला सायद अस्ति त के अरे स्क्यारलहरू पनि देखिन्थ्यो त देखिँदैन यहाँनिर एउटा गाडी कस्तो भिन्टेज कार रहेछ भिन्टेज कार छ यहाँ साइडमा अगाडि बढेन अझै नाइस भने जस्तो खै के हो कुनि यो चाहिँ ठुलो कम्पाउन्ड छ खै यो सायद हस्पिटल टाइपको के होला हो एकाउन हाउस अरे खै एकाउन भनेको के हो त्यस्तो इङ्ग्लिसमा कता छैन म सो दन्नु के हो एकाउन्ट भनेको चाहिँ चिसोले मेरो यो क्यामेरा समाउँदा हातै यहाँ काटिसक्यो चिसो लाएर कति छ टेम्परेचर त 11 डिग्री देखाइरहेको छ त नि घडीमा त हो ढाँडा हेर्न हो कता हो देखेछ खै देखेन पनि तर जस 11 डिग्री देखाइरहेको छ प्रोबाब्ली छ पनि होला चराहरू पो माथि आकाशमा उड्दैछ साउन्ड निकाल्दै कहाँनिर छ हौ साउन्ड त आइरहेको छ आकाश त देखाएको छैन माथि उडेर रहेछ कुनामा कहाँ पुगिसकेको छ उडेर टाढा धेरै टाढा उडेका रङ्गीन चरा गीत त फुलिहाल्छ क्या भने नि यहाँनिर चाहिँ बिस्तारै लाग्दैछ सबैतिर स्प्रिङ लाग्दैछ कति चाहिँ फलिस के अरे खसिसक्यो स्प्रिङ लागेर पनि यसको प्लान्टहरू बच्चा खेल्दैछ अगाडि के भन्दैछ इङ्ग्लिसमा ए झाडी सो वान थिङ द्याट स्टिल सरप्राइज मी होइन सर्प नभएको देखेर क्या यहाँ भ्यान्कुभरमा नेपालमा त हुन्छ नि यस्तोहरू रुख भयो भने यसो रुख झाडीहरू भयो भने यहाँ चाहिँ इट्स भेरी हार्ड टु सी सर्प बाइ द वे यो चाहिँ लुक्स लाइक रोज बट इट इज नट रोज के यो चाहिँ है यहाँ कति धेरै हुन्छ यो प्लान्ट चाहिँ यहाँ अनि आज मैले लालीगुराँस देखाएको छैन यहाँ लालीगुराँस पनि यस्तो कमन ओभर हियर नेपालको राष्ट्रिय फुल होइन नेसनल फ्लावर सो कमन के लालीगुराँस र रोज चाहिँ यस्तो कमन ओभर हियर के मान्छे त क्रस गऱ्यो म जाँदैछु गाडी रोक्नुपर्छ रोक्छ पनि एकजना खेल्दैछ बच्चाहरू
यहाँनिर चाहिँ प्लेग्राउन्ड एउटा फुटबल ग्राउन्ड यहाँ माथि म के लालीगुराँसतिर भन्दै थिएँ लालीगुराँस रोड चाहिँ सुपर पपुलर एरिया होइन जताततै भन्छ पपुलर भन्ने कि इजी टु गो के भन्नु यहाँ मान्छे कुकुर आउँदैछ अर्को गरेन घर नाइस हाउस लटो भरेछु के अरे लटोमा पैसा पऱ्यो भने 65 मिलियन आयो भने यो घरलाई कति पर्छ होला 10-20 मिलियन पर्छ होला दुईवटा किन्यो भने 40 मिलियन भइहाल्यो 50-60 अनि 25 मिलियनले त अनि 25 मिलियनमा 15 मिलियन ब्याङ्कमा राखिदियो ब्याज खायो होइन 10 मिलियनले अनि चिल गर्नुपर्छ त्यति भएपछि लाइफ सेट होला नि है दुईवटा घर किन्यो भने एउटा भ्यान्कुभरमा किन्ने एउटा हो खै अर्को कहाँ किन्ने त चाहिँ अब हेर्नुपर्छ सपना देख्न त पाइयो के अरे होइन पुरा होस् नहोस् देख्न त पाइयो नि त देखा मात्रै हो आकाशको फल आँखा तारी मर भने जस्तो लास्टमा अच्छा यो चाहिँ जोक है फेरि लोटो पऱ्यो त्यस्तै हो भने जस्तो सम्झिनै पान्छौँ किन म किन बोल्दैछु भने मलाई चाहिँ थाहा हुनु छ कि कस्तो आउँदो रहेछ साउन्ड प्लस भ्लग गर्दाखेरि क्यामेरामा बोल्दाखेरि र पछि टिभीमा हेर्दाखेरि कतिको डिफ्रेन्स हुँदो रहेछ कतिको क्ल्यारिटी आउँदो रहेछ भनेर चाहिँ जप्पातै बोल्दैन हावामा नत्र यस्तो म हावा मान्छे छैन है ऊ मान्छे रनिङ गरेर आउँदैछ अगाडिबाट मैले रनिङ गरौँ भनेको यार 4 दिनसम्म त रनिङ गरेको थियो त्यसपछि त फेरि पानी पर्न थाल्यो भन्दै बस्यो रनिङ सकिहाल्यो पेट लगाइसक्यो फेरि रनिङ गर्न थाल्नुपर्छ यार अब अलिक घाम लागेपछि अलि पनि जाडो छ अहिले के गर्नु मान्छे हेर्नुहोस् पहिला होइन मान्छेलाई एक्सक्युजेस बहाना त्यही हो अब नि ओपन एरिया टन्नै हुन्छ है त्यतिर चाहिँ यतिकै ब्युटिफुल बनाएको छ होइन कि भ्यान्कुभरलाई चाहिँ कस्तो गीत आइरहेको मेरो मनमा यो टाढा धेरै टाढा भन्ने आज गिरी भाइले के अरे त तिमी उड्ने त्यो हवाई जहाज दा यो गीत सुन्यो भने त ठ्याक्कै मलाई गास लाग्छ भनेर तपाईँले भन्नुभएको थियो नि मलाई त्यही फिल हुन्छ भन्दै थियो मलाई पनि भर्खरै यो टाढा धेरै टाढा भन्ने त नेपथ्यको गीतको झुन्डा झुन्डै भयो क्या घरकोले फर्किने भने जस्तो यहाँ अगाडि हाइवे जस्तो आउँदैछ कि बट इट इज नट एन एक्चुअल हाइवे होइन अर्को ठुलो हाइवे चाहिँ अलि अगाडि छ बट स्टिल इट इज हाइवे होइन हुन्छ होइन हाइवे एचको अगाडि AEIOU एचको अगाडि हुन्छ देयर इज नो एन यस्तो इङ्ग्लिस भन्ने कुरा अब नट माई फर्स्ट ल्याङ्ग्वेज हो होइन यदि आउनु पनि ठुलै कुरा हो टेस्ला छ यहाँ टेस्ला इलन मस्क ट्विटर बेच्यो इलन मस्कले भन्दै थियो यार 42 मिलियन कि कति बिलियनमा हो के अरे अब हात्तेरिको 42 बिलियन भनेको यार कहिले देख्ने हो त्यत्रो पैसा यार मिलियन त देखाएन बिलियन त यहाँनिर नाइस फ्लावर्स येल्लो फ्लावर यहाँ थिच्नुपर्छ थिचेपछि बल्ल क्रस गर्न पाइन्छ त्यो क्रस गऱ्यो भने त गाडीले यहाँबाट उडाएर वाटरफ्रन्ट पुऱ्याइदिन्छ फेरि बत्ती बल्नै बाँकी छ हरियो बत्ती बल्दैछ त्यो मैले बोल्यो जता पनि त्यही त हो नि युनिट कमन वर्ल्ड वाइड हो चरा कराउँछ क्या चाहिँ फेरि अनि बाटो क्रस गर्ने बेलामा चाहिँ चरा करायो कि सम्झिने यु क्यान गो भनेर यता त अलि राम्रो देखिरहेको रहेछ त्यतिर पनि रुखहरूमा अलिअलि पालुवाहरू पलाउँदो रहेछ अलि अगाडि घाम चाहिँ अलमोस्ट डुबिसक्यो ठिकै छ अब डुब्यो के भन्दा अब डुब्छ फेरि भोलि आउँछ होइन केही छैन छुट्टी थियो आज छुट्टी दिन पनि यत्तिकै गयो यार एक दिन
ए अर्को यहाँ रोज जस्तो फ्लावर पनि यहाँ पनि छ लुक लाइक रोज बट नट रोज सेम सेम बट डिफ्रेन्ट नभनी नखाने भने जस्तै हो क्या कति मिनट भएछ 30 मिनट भएछ 30 मिनट भयो ठिकै छ अब 5 मिनट्स मोर त्यति भएपछि हुन्छ त्योभन्दा बढी नबनाउने भरे गरी हेर्नुपर्छ नि युट्युबमा कस्तो आएछ भिडियो भनेर चाहिँ मान्छे क्यामबाट फर्किरहेको होला यहाँ के खसेको यस्तो यो पुरा चरा कराउँदैछ कहाँ फेरि कता हो कुन चरा यस्तो फिस्टे त होला नि यहाँनिर पनि धेरै छ मुन्तिरपट्टि भन्नाले हामी यो रोडमा भनेको है के डबल मिनिङ बोलिहाल्यो सम्झनेले बुझ्छन् के अरे बुझ्नेले बुझ्छन् नबुझ्नेलाई के खाइके म त भने जस्तो रुसे यो घरहरू हेर्न यस्तो राम्रो छ नि यहाँनिर टक्क यस्तो चिल एरियामा शान्त एरियामा यस्तो राम्रो घरहरू छ र गेटिङ टायर्ड हिँड्दा जगिङ गरे जस्तो भयो यही हो एक्सर्साइज मेरो एक दिन यो ओजिएमसी गाडी वान अफ द ड्रिम कार है यो चाहिँ कस्तो मिठो कलर फुलको घर त अब राम्रो हुने भइहाल्यो फ्रेस फुल यहाँ नि भर्खर उब्दै रहेछ हो घाँसहरू त्यो अगाडि हाइवेसमा पुगौँ अनि भ्लग बन्द गरौँ भनेको जति हिँड्यो नि आउँदैन त यार के हो यस्तो हिजो के अरे 2 पाइला अगाडि हिँड्छु 2 पाइला पछाडि सर्छु भने जस्तो कविहरूले भन्छ अरे नि त अनि ठिस भएको थियो त्यही मान्छेले ठिस भन्छ नि कविहरूलाई के म 2 पाइला अगाडि हिँड्छु तर जिन्दगी 2 पाइला पछाडि सर्छ भने जस्तो के जति हिँड्यो नि आउँदैन त यार घाम डुब्नु लागिसक्यो क्या दामी रुख यो कत्रो ठुलो हो यो अर्को टेस्ला पनि लास्टै कमान छ यहाँ छ्याप्दैछ टेस्लाहरू नेपालतिर बाइक बनाएको थियो यहाँ टेस्ला काग करायो यो चाहिँ कता हो हुँदो रहेछ शान्त एरिया सेफ एन्ड साउन्ड भने जस्तो एरिया राम्रो छ आज त स्याटरडे भएर होला गाडीहरू नत्र पुरा यहाँ बिच हुन्छ कि गाडीहरू जाम त हाइवे जाम हुन्छ मेन रोड अनि यहाँबाट मान्छेहरू चल्नको लागि गाडी हुन्थ्यो कि आज छैन खाली छ आज कोही छैन नि पुरै खाली छ म मात्रै एक्लै हिँड्दा छु ल 2 जना बोलाएको झगडा गरेको कि के हो क्या जसै गरौँ नि के अरूको लाइफ होइन हामी चाहिँ घर हेरौँ न घर हेरौँ रुख हेरौँ निप्नु लागेको आकाश हेरौँ गाडी हेरौँ झगडा नहेरौँ होइन सिधा कुरा फर्सेलहरू किनिदिउँ कि क्या हो कति छ कार्डमा पैसा $120 छ के अरे कार्डमा त्यतिले त के आउला यार साइनबोर्ड पनि आउँदैन यहाँ घर कता चरा कराइरहेको छ फेरि फेरि करायो चरा केही छैन कराउ केही छैन स्प्रिङ इज योर्स है अब चाहिँ म धेरै नबनाऊँ हात पनि दुख्न थाल्यो है शान्त एरिया आयो हाइवे आउनुलाई अझै अलिकति टाइम बाँकी छ जस्ट लास्ट यो एउटा मिठो घर छ कि यहाँ यति बनाइदिन्छु अनि त्यसपछि भिडियो के अरे बन्द गरिदिनु पर्ला हेर न घर कस्तो राम्रो छ
अरूको घर किन यति यत्तिकै करलन फेरि है। अनि अगाडि पनि अलिकति ऊहरू रहेछ नि त, यहाँ स्प्रिङ लागेको रुखहरू हल्का देखाइदिउँ, पछि आफूलाई हेर्दैमा आनन्द आउँछ। अनि त्यसपछि बन्द गरिदिनु पर्ला भिडियो। है फुल छ, फुलै फुल फुलै फुल फुलै फुल। कस्तो राम्रो छ क्या, रोज जस्तै, तर रोज होइन, घर न घर घर घर। यो चाहिँ भनेको मैले यहाँ अगाडि क्यामेरामा खै कस्तो आउँछ कुनि अहिले, तर यहाँबाट चाहिँ आँखाले हेर्दाखेरि चाहिँ राम्रो देखिरहेछ। ल फर नाउ यत्तिकै, पछि अब कुनै दिन फेरि भ्लग बनाएछ भने फेरि कुरा गरौँला आफैले आफैसँग। अन्टिल देन बाई बाई, हस्त नमस्ते।